एकदम क्वालिफाइड होइन यस्तो राम्रो पढाउने हुनुहुन्छ कि एकदम माया गर्ने टिचरहरू पनि हुनुहुन्छ। सुरुमा फर्स्ट इयर र सेकेन्ड इयरमा चाहिँ अब एउटा रुममा 2 जना बस्नुपर्ने हुन्छ। धरानमा चाहिँ अब यो होस्टेलमा चाहिँ पानीको समस्या छ भनेर पहिलेदेखि भनेको थियो। सेल्फ कन्फिडेन्सहरू बिल्डअप भयो। म त बिल्डिङ हेरेर आए पनि होइन म एकदमै राम्रो युनिभर्सिटी आए जस्तो फिल हुन्छ। त्यो फ्रिडम हुन्छ कि हरेक कुरा सबै आफ्नै ओनमा गर्नुपर्ने हुन्छ। तपाईँहरूले चाहिँ आफ्नो अलिकति मनोबल चाहिँ अलिकति डर बनाउनु पर्छ हुन्छ नि। एकचोटि लड्यो भने 10 चोटि उठ्नुपर्छ। सेल्फ स्टडी इनफ छ कि छैन बिपिकेएचएसको कोर्सको लागि कि केही ट्युसनहरू पनि दिन्छ नि त आजकल त? मलाई चाहिँ सेल्फ स्टडी इज द बेस्ट स्टडी। किनभने आधी स्टडी चाहिँ ग्रुप स्टडी चाहिँ म त्यति प्रिफर गर्दिनँ किनभने म त ग्रुपमा पढ्न सक्ने खालको मान्छे होइन। मलाई चाहिँ अलिकति आइसोलेसनमा बसेर होइन मजाले ध्यान दिएर पढ्नुपर्छ। त्यही भएर म फेरि होइन मलाई नि अब सेल्फ स्टडी आफूले सुरुमा चाहिँ पढ्नु पर्यो होइन। ग्रुप स्टडीमा चाहिँ सिर्फ डिस्कस र रिभिजन बेस्ट हुन्छ। अर्को भनेको प्र्याक्टिकलको लागि चाहिँ मलाई चाहिँ सबसे धेरै चाहिँ ग्रुप स्टडी नै बेस्ट लाग्छ किनभने प्र्याक्टिकलमा त चिन्नलाई हुन्छ नि होइन यसरी पढाउँ भएको थियो भन्ने कुरा चाहिँ सबैले चाहिँ उ गर्छ कि। फाइनल्सको प्र्याक्टिकलमा चाहिँ यस्तो ग्रुपमै बसेर पढिरहेको हुन्छ। टिचर्सहरू चाहिँ कस्तो हुनुहुन्छ बिपिकेएचएसमा? राम्रो हुनुहुन्छ। बिपिकेएचएसको टिचरहरू चाहिँ सबै एकदम वेल क्वालिफाइडहरू हुनुहुन्छ होइन। हाम्रो मलाई चाहिँ एकदम हाम्रो आइडल तर धेरैजना हुनुहुन्छ एकदम क्वालिफाइड होइन यस्तो राम्रो पढाउने हुनुहुन्छ कि एकदम इन्सपिरेसनल मोडल पनि हुनुहुन्छ कि उहाँहरू चाहिँ यस्तो क्वालिफाइड हुनुहुन्छ कि त्यो देखेर हुन्छ नि म नर्सिङ पढे ठिकै गरेँ वाला चाहिँ फिल चाहिँ आउँछ एकदम। मात्र सुरुमा त कस्तो किन आएछु जस्तो त हुन्छ नि त। अब चाहिँ पनि एमबिबिएसहरूमा नाम निस्किरहेको हुन्छ पछाडि बरु गएकै भए हुन्थ्यो यस्तो फिल हुन्छ। तर टिचर तर स्टाफहरू उता काम गर्दाखेरि चाहिँ अब उहाँहरूलाई बर्डन भएको देखेर त्यो देख्दा चाहिँ अझै पनि जस्तो फिल हुन्छ। अनि कति धेरै गाली खाइराख्नु भएको हुन्छ नि त। अब तर जब यहाँ आउँछौँ नि हामी कलेजमा अनि म्यामहरूलाई देख्छौँ सबैजना यस्तो मास्टर्स गरिसकेको कोही पिएचडी गरिसक्नु भएको अनि गर्न जानु भएको अझ फर्दर स्टडी त्यो भन्दा पनि अनि त्यसपछि अझै धेरै रहेछ यसको स्कोपहरू भन्ने फिल हुन्छ। अनि त्यस पछाडि चाहिँ राम्रै लाग्छ। कम्पिटिटिभ एकदम राम्रो हुन्छ। बिपिकेएचएसको टिचर्सहरू चाहिँ बेस्ट नै हुनुहुन्छ। गाइडेन्स पनि यति राम्रो दिनुहुन्छ आफै पनि यति धेरै उत्यो हुनुहुन्छ कि होइन यति के भनौँ कम्पिटेन्ट हुनुहुन्छ कि होइन धेरै कुरा सिक्न सकिन्छ कि उहाँहरू। स्ट्रिक पनि चाहिन्छ होइन गाइडेन्स गर्ने पनि चाहिन्छ अनि एकदम माया गर्नेवाला पनि चाहिन्छ होइन। यस्तो यो चाहिँ 3टै क्याटेगोरीको चाहिँ टिचरहरू हुनुहुन्छ होइन। अनि स्ट्रिक पनि हुनुहुन्छ जसको कारण गर्दा हामीले धेरै प्र्याक्टिकलमा सिक्ने मौका पाउँछौँ। अनि त्यसपछि त्यो टिचरहरूको अरै त्यस्तो छ कि हामीले त्यो जबरजस्ती हामी पढ्नुपर्छ भनेर चाहिँ जान्छौँ होइन। 2-3 जना टिचरहरू हुनुहुन्छ। त्यसपछि चाहिँ गाइडेन्सको लागि माया गर्ने टिचरहरू पनि हुनुहुन्छ 4-5 जनै हुनुहुन्छ होइन। जस्तो माया गरेर सिकाउने हात समातेर सिकाउने होइन। अरू कलेजहरूको त थाहा भएन तर बिपिकेएचएसको चाहिँ नाम जस्तै बिपिकेएचएस नाम जस्तै यहाँको टिचरहरू पनि त्यस्तै खतरा हुनुहुन्छ। प्र्याक्टिकल टिचिङ चाहिँ कस्तो थियो त हाम्रो इन्स्ट्रक्टर्सहरूबाट प्र्याक्टिकलमा क्लिनिकलमा? टिचरहरू आउनुहुन्थ्यो एकदम राम्रोसँग गाइडेन्सहरू गर्नुहुन्थ्यो। लाइक हामीले के कुराहरू सिक्नु पर्ने हो त्यो सबै अगाडि नै हाम्रो चाहिँ ओरिएन्टेसन पनि हुन्थ्यो होइन। क्लिनिकलमा जानुभन्दा अगाडि ओरिएन्टेसन हुन्छ अनि हामीले के हाम्रो अब्जेक्टिभहरू के हो सबै कुरा मजाले क्लियरली भनिदिएको हुन्छ। हामीले के कुरा लर्न गर्नुपर्ने सबै कुरा भनिदिनु भएको हुन्छ नि। त्यो ड्युरेसनमा अब आइरहनुहुन्छ कन्टिन्युस गाइडेन्सहरू दिनुहुन्छ। हामीलाई केही गाह्रो भइरहेको छ त्यो चेक गरिरहनुहुन्थ्यो कि हामीलाई केही गाह्रोहरू भएको छ कि केही कुराहरू सिक्नु अप्ठ्यारो भयो केही त्यो भयो भनेर त्यो सबै कुराहरूमा चाहिँ उनीहरूले एकदम आफ्नो सपोर्ट चाहिँ दिनुहुन्थ्यो। अब उहाँहरूले आफ्नो गर्न सक्ने के हो कसरी सिकाउनु पर्ने कि के हो कि क्लासै लिनुपर्ने हो कि त्यो सबै कुराहरू चाहिँ हेर्नुहुन्थ्यो। ओभरअल चाहिँ एकदम राम्रो सपोर्टिभ नै हुन्थ्यो। बिपिकेएचएसको आफ्नै हस्पिटल पनि हो नि त त्यही भएर त्यसले गर्दा हामीलाई एकदमै सजिलो भयो। प्लस बिपिकेएचएसमा यति धेरै पेसेन्ट फ्लो हुन्छ होइन। अनि हामीले अब सिकेकै छैन सिक्दैनौँ भने त हुँदैन क्या त जसरी सिकिन्छ। अनि अर्को भनेको चाहिँ अरू कलेजहरूमा चाहिँ अब सुनिराखिन्थ्यो क्या जतिखेर पनि यति धेरै टिचर्सहरू इन्स्ट्रक्टरहरू चाहिँ हस्पिटलमै बस्नुहुन्छ। अब के अरे मेडिसिन दिइरहेको नि हेरिराख्नुहुन्छ अनि क्यान्डल लाउँदा नि हेरिराख्नुहुन्छ अनि यस्तो हुन्छ भनेर कता साथीहरूबाट सुनिन्थ्यो नि त। अनि त्यस्तो हुँदाखेरि चाहिँ कति डर पनि लाग्ने अब एकछिन पनि रेस्ट पनि गर्नु नपाइने यताउता सुनिन्थ्यो। तर हाम्रोमा चाहिँ त्यस्तो चाहिँ हुँदैन। हाम्रोमा चाहिँ म्यामहरू ठ्याक्क टाइममा आउनुहुन्छ। अनि त्यस पछाडि हाम्रो थ्योरी पनि त्यतिखेरै सोध्नुहुन्छ। अनि त्यस पछाडि त्यो प्र्याक्टिकलको कुराहरू त भइ नै हाल्यो सिकाउने पनि गर्नुहुन्छ। अनि त्यस पछाडि हामीलाई चाहिँ अझै अलिक फ्री नै छोडिदिनु हुन्छ। लर्निङ अपर्च्युनिटी पनि राम्रै हुन्छ जस्तो लाग्छ। स्टाफको अन्डरको गाइडेन्समा चाहिँ छोड्नुहुन्छ। यस्तो औषधि दिदाहरू हेर्ने चाहिँ
अब हल्का भिजिलेन्स गर्नेहरू चाहिँ हाम्रो चाहिँ स्टाफ दिदीहरू नै हुनुहुन्छ अरू चाहिँ सोध्नुहुन्छ के दियो के गर्यो हाम्रो एउटा थियो त त्यो उसमा के भन्छ चाइल्डलाई जति हुन्छ नि आफैले आफ्नो तरिकामा सिक्न आफ्नै पेसमा आफ्नै तरिकाले सिक्यो भने झन् बेस्ट सिकिन्छ भन्ने होला सो त्यही नै हाम्रो प्रिन्सिपल छ कि जस्तो लाग्छ है मलाई चाहिँ सुरुमा चाहिँ जतिखेर आउनु भयो हुन्थ्यो जस्तो फिल हुन्थ्यो जतिखेर पनि तर पछि रियलाइज गर्यौँ कि हामीले यत्तिकै नै कति राम्रै भइरहेछ नि त यत्तिकै सिकिरहेको छौँ हामीले रेस्ट पनि पाइरहेको छौँ पढ्न नि पाइरहेको छौँ बिचमा अनि स्टाफहरूसँग अझै हाम्रो रिलेसन पनि राम्रो हुन्छ क्या त्यो गऱ्यौँ भने चाहिँ म्यामहरू टाइममा मात्रै आउनु तर सबै नै किन भन्दा मैले त क्लिनिकल लर्निङ इन्भाइरोमेन्टको सेटिस्फ्याक्सनमै गरेको थिएँ नि त रिसर्च त्यही भएर चाहिँ सबैजना यहाँको स्टुडेन्ट चाहिँ सबै नै त्यत्तिकै सुपरभिजनमै अलि सेटिस्फाइडै छ त्यही भएर केही छैन ल अनि होस्टेलको फेसिलिटिज चाहिँ कस्तो छ त बिएससी नर्सिङ स्टुडेन्ट्सहरूको लागि बिपीमा यसमा अब सुरुमा फर्स्ट इयर र सेकेन्ड इयरमा चाहिँ अब एउटा रुममा 2 जना बस्नुपर्ने हुन्छ रुम पनि राम्रो हुन्छ अब दुईटैको लागि स्टडी टेबलहरू आफ्नो पर्सनल कपबोर्डहरू हुन्छ अनि थर्ड इयरमा गएपछि चाहिँ सिङ्गल रुम पाउनुहुन्छ अहिले तर त्यही पनि होस्टेलको स्टुडेन्ट ज्यादा होस्टेलको रुम कम भइरहेछ हाम्रो टर्ममा चाहिँ त्यस्तो थियो म चाहिँ धरानकै भएकोले मैले थर्ड इयरदेखि नै बाहिर बस्नु पाउँथे रहेछु तर मैले चाहिँ खै सोधिनँ कि के भयो यस्तो के भयो अनि सुनेको मैले चाहिँ त्यही भएर मैले चाहिँ फोर्थ इयरमा मात्रै बसिनँ मतलब बस्नु त सुरुदेखि नै बसिनँ तर होस्टेल रुम चाहिँ लिनै पर्ने थियो पैसा चाहिँ तिरेँ अनि होस्टेलमा चाहिँ अरू के अरे त्यो पानीहरूको भनिदिउ न अलि पानीको चाहिँ अलिक समस्या छ है मतलब पहिला हामी आउँदाखेरि चाहिँ अब कति दिन त हाम्रो यो पानीको त्यो पानी नभएर बिदा पनि भएको थियो कि त्यस्तो कन्डिसन पनि आउँछ कहिले कहिले धरानमा चाहिँ त्यो चाहिँ प्रायः चाहिँ यो उसको बेलामा हुन्छ कि यो जब एकदम रेनी त्यो सिजन हुन्छ नि त्यतिखेर चाहिँ झरी परेको बेलामा चाहिँ एकदम त्यो सुक्खाको बेलामा नि हुन्छ पानी चाहिँ के झरी परेर त्यो पानीको फुल फुटेर के त्यस्तो भएको छ त्यस पानीको समस्या चाहिँ अलिक धेरै नै हुन्छ अनि अब त्यही अब अनि अहिले पानी खाने पानीको चाहिँ त्यो आरोमा आउँछ तर अब त्यो पानी ओभरअलै सुक्यो भने त्यहाँ पनि सुक्ला नि होइन र अनि त्यही भएर ट्याङ्करहरू ल्याएर अलिक पानीको चाहिँ अलिकति थोरै दुःख नै छ है त्यो चाहिँ अब तपाईँहरूले अब आफ्नो माइन्ड मेकअप गरेर चाहिँ आउनु होला यो कुरा चाहिँ अलिकति गाह्रो त्यतिखेर हाम्रो बाल पनि भनेर सुनेको थियो एडमिसनको बेलामा चाहिँ धरानमा चाहिँ अब यो होस्टेलमा चाहिँ पानीको समस्या छ भनेर पहिलेदेखि भनेको थियो अनि हामी आएपछि पनि तर त्यो भयो कि हरेक वर्ष एक न एकचोटि चाहिँ पानीको समस्या चाहिँ हुन्छ तर अहिले फोर्थ इयरमा चाहिँ त्यस्तो समस्या चाहिँ खासै भएन होइन पानीको अब चाहिँ हामी धेरै नै थोरै भिडियो बनाउनु भन्दा यति लामो भयो होइन हामीलाई पनि मजा आयो रिकल भयो पहिलाको कुराहरू अनि यसले गर्दा अलिअलि हेल्प पनि हुन्छ होला तपाईँहरूलाई अनि अब म चाहिँ लास्ट एउटा मात्रै क्वेसन सोध्छु ल बिपिकेएसमा आए पछाडि चाहिँ पर्सनल ग्रोथलाई कसरी हेल्प गर्यो त तिमीहरूको मन बुझायो तपाईँलाई भन्नु पर्सनल ग्रोथ भनेको त अब एज अ नर्सिङ स्टुडेन्ट भएर चाहिँ अब सेल्फ कन्फिडेन्सहरू बिल्डअप भयो अब डिफ्रेन्ट प्रोग्रामहरू गर्नु परेर माइक्रो हेल्थ प्रोजेक्टहरू गर्नु परेर एक अनि अर्को भनेको अब यहाँ चाहिँ के अरे साथीहरू नै कहाँबाट आएको छ नि त त्यही भएर चाहिँ उनीहरूको त हुन्छ नि पर्सनल एक्सपिरियन्स उनीहरूले जानेको कुराहरूबाट पनि धेरै आफूले मैले चाहिँ धेरै कुरा सिकेँ किनभने उनीहरूबाट धेरै पछाडिको रहेछु म चाहिँ उसमा किन भन्दाखेरि अब धेरै अब साथीहरू अब डिफ्रेन्ट भ्युजको साथ आउँछ पोइन्ट अफ भ्यूहरूको साथ आउँछ त्यो कुरा नि भयो अर्को चाहिँ एज अब लर्निङमा चाहिँ अब मलाई चाहिँ एज कम्पेयर टु अदर्स मलाई चाहिँ बिपी पढेर चाहिँ एकदमै आफू चाहिँ अब लक्की पनि फिल गर्छु होइन सायद म त्यो बिल्डिङ हेरेर आए पनि होइन म एकदमै राम्रो युनिभर्सिटी आए जस्तो फिल हुन्छ यहाँको त्यो करिकुलमहरूदेखि लिएर आफ्नो त्यो यहाँको टिचिङ स्टाइलहरूदेखि लिएर धेरैमा चाहिँ मेरो चाहिँ अब आफू पनि अब सेल्फ पनि अब एजुकेटर पनि बन्नुपर्छ भन्छ नि त नर्स त्यही भएर चाहिँ धेरै नै हेल्प भएको छ त्यसमा पनि त्यही हो ओभरअल ग्रोथ चाहिँ एकदम राम्रो भएको छ मेन त्यही हो ओभरअल चाहिँ होइन यहाँ आउँदाखेरि म बिपी आउँदाखेरि अर्कै मान्छे थिएँ र अब बिपीबाट निस्किँदाखेरि म अर्कै मान्छे भएर जाँदैछु भन्न खोजेको मतलब अब ग्रोथको हिसाबले भन्नुपर्दाखेरि आउँदाखेरि अलिकति इमेच्योर अलिकति बच्चा जस्तो हुन्छ नि जली खालको थिएँ म चाहिँ आउँदाखेरि एकदम हुन्छ नि त्यो दुनियाँदारी नथा भएको जस्तो खालको थियो भने अब अहिले चाहिँ अब अलिकति म्याच्योर भएँ अलि आफ्नो ओनमा इन्डिपेन्डेन्टली कसरी बस्न सकिन्छ हुन्छ नि कोसँग कसरी बोल्ने कसरी उत्यो गर्ने भनेर हुन्छ नि जे होस् लाइफको बारेमा चाहिँ बिस्तारी त्यो एक्सपिरियन्स पनि भयो अनि यहाँ चाहिँ तपाईँलाई कस्तो हुन्छ भने एकदम त्यो फ्रिडम हुन्छ कि हरेक कुरा सबै आफ्नै ओनमा गर्नुपर्ने हुन्छ नि त सो अलिकति तपाईँहरू अडल्टहुडमा चाहिँ तपाईँहरूले अलिकति एक्सपिरियन्स गर्न पाउनुहुन्छ किनभने यहाँ बच्चा जस्तो यहाँ तपाईँलाई यो गर त्यो गर भनेर कसैले पनि भन्दैन सबै तपाईँहरूले आफै
हुन्छ नि हिट एन्ड ट्रायल मेथडबाट कि सबै आफै गर्दै सिक्दै जाने हो अब त्यही नै हो अनि म चाहिँ लास्टमा के भन्न चाहन्छु भने अब तपाईँहरू नर्सिङ पढ्न आउँदै हुनुहुन्छ तपाईँहरूले चाहिँ आफ्नो अलिकति मनोबल चाहिँ अलिकति डर बनाउनुपर्छ होइन तपाईँले एभ्री खालको च्यालेन्जेसहरू अपर्च्युनिटीहरू होइन सबै खालको फेस गर्नुपर्ने हुन्छ अपर्च्युनिटीहरू पनि पाउनुहुन्छ सिक्नको लागि सो अपर्च्युनिटीहरू लिनु होला अनि त्यसपछि अब यस्तै हो प्रब्लमहरू त भइरहेको हुन्छ होइन अप्स एन्ड डाउन्स हुन्छ लाइफमा त्यही भएर आफू जतिचोटि लडे पनि हुन्छ नि एकचोटि लड्यो भने 10चोटि उठ्नुपर्छ त्यही भएर त्यो मेन्टालिटी चाहिँ राख्नुपर्छ है अनि नेभर गिभिङ अप साथीसँग चाहिँ घुम्न चाहिँ छोड्नु हुँदैन होइन जता पनि एक्सप्लोर गर्नुपर्छ जता पनि ल यति धेरै लामो भयो होला भिडियो अब हेर्दाखेरि त्यसैले यो भिडियो हेरेर अझै पनि क्वेसनहरू तपाईँहरूको मनमा छ भने चाहिँ क्वेसनहरू गर्न सक्नुहुन्छ उहाँलाई कमेन्ट गर्न सक्नुहुन्छ उहाँलाई कमेन्ट पनि गर्न टिकटकमा सक्नुहुन्छ सामु भनेर फेमस हुनुहुन्छ टिकटकमा टिकटकमा चाहिँ तर युट्युबमा त मैले खास एउटा मात्रै भिडियो हालेको छु अनि यो कन्टेन्टहरू मन पर्यो भने चाहिँ मलाई लाइक गर्नु सेयर सब्सक्राइब पनि गरिदिनु होला Yes. प्लिज बाई 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 थ्याङ्क यू Thank you so much.